हेलो गाइस, सम्पूर्णलाई स्वागत छ फेरि पनि मेरो दोस्रो ब्लगमा। र सबैलाई थाहा नै छ होला हाम्रो गाउँमा चाहिँ श्रीमद् भागवत लाग्दैछ 7 दिनको। र हिजो चाहिँ म जानु पाएको थिइनँ, त्यही भएर मैले हिजो केही भिडियो हालिनँ। र अब जति पनि हुनेछ सधैँ जानेछु र आशा गर्छु सधैँको भिन्दै भिन्दै ब्लग हाल्नेछु। र अब म चाहिँ जाँदैछु। अहिले फिलहाल म मन्दिरमा अगाडि छु। बेसी टाढा छैन, अलिकति 2-3 मिनट लाग्छ यहाँबाट हिँडेर जानलाई। त्यति चाहिँ सम्ममा हामी फेरि मन्दिरमा गएर भेट्नेछौँ। फेरि अर्को कुरा भन्न चाहे कि मेरो जति पनि भिडियोहरू हेर्नुहुन्छ तपाईँहरू सबैजना आइदिनु होला, जति सक्नुहुन्छ सबैजना आइदिनु होला। जो आउन पाउनु भएको छैन मेरो च्यानललाई सब्सक्राइब गर्नु होला। सधैँको भिडियो म हाल्नेछु र सधैँ तपाईँहरूलाई देखाउनेछु। र यति भन्दै सम्पूर्णलाई राधे राधे। फिलहाल म चाहिँ मन्दिर आइसक्नु आँटिसकेँ। हेर्नु सक्नुहुन्छ होला, यहाँ अगाडि मन्दिर छ। यहीँ लागेको कुरा चाहिँ सम्पूर्णलाई थाहा नै छ, मेरो हिसाबमा चाहिँ सबैलाई थाहा नै छ। र कोही नयाँ हुनुहुन्छ भने चाहिँ थाहा छैन। यहाँ लागेको पुरन चाहिँ बाटोको छेउमै छ। आइपुगिसकेँ म चाहिँ। कालो भएन चप्पल राख्ने चाहिँ यता रहेछ। काटेन नि यता हेर्नु हाम्रो पूज्यमान गुरुजी र उपराक्षक गुरुजीहरू आउँदै हुनुहुन्छ। सबैले जय श्री राधेको नारा लगाइदिनु होला। जोर से बोलो राधे राधे, राधे राधे। जोर से बोलो, दिल से बोलो, प्रेम से बोलो राधे राधे, राधे राधे। विद्रोहवन में, मथुरा में, मालीविटा में, खैरबाड़ी में, दलेहाल में, शशिपुर में से नमन हम करें आपका, किस तरह से नमन हम करें आपका। स्वागतम गुरुदेव, स्वागतम आपका, स्वागतम गुरुदेव, स्वागतम आपका। किस तरह से नमन हम करें आपका। पूज्यवर गुरुजीलाई मुकुट Vishnu and Brahma, Brahma, Vaikuntaka Vishnu and Brahma.
सबै भुलिएकै पाथीमा जाउँ सबै भुलेकै साथमा जाउँ सबै भुलेकै साथमा श्री राधे यतापट्टि प्रसाद वितरण भइरहेको छ। फेसबुक च्यानललाई फलो गरेर गुरुजीको लाइभ भिडियोलाई शेयर गर्नुहुन्छ भने जानकारी गराउन चाहन्छु। अरू एक-एकैमा दिनुपर्ने रहल रहता है।